जुन पनि राति न्यानो हुँदो रहेछ नि। तर म उज्यालोबाट ढकिलिएकोलाई तिमीले गोलमा राख्यौ, मुखमा हाँसो च्यापिदियौ, स्नेह दियौ, तर उन्न अघि एक्लै झाडिदियौ। कत्रो आकाश, कहाँबाट जुटाउ म त्यत्रो आत्मविश्वास? मलाई घामका किरणहरूले तिमी हुने आकाशमा सधैँ इन्द्रेणी हुन्छ भन्थे। आज हिजो रातिदेखि पानी परिरहेको छ। यो सायद मेरो भ्रम हुन सक्छ, या सायद टाउकोभित्र खेलिरहेको घटनाक्रम पनि हुन सक्छ। तर सत्य के हो भने ती परिरहेको पानीले मलाई पुलिरहेका छन्, केवल भित्र मात्र। म प्यास मेटाउन खोज्छु, यी मलाई नै मेटाउन खोज्दैछन्। अब म अलमल्ल परेको छु कि दोष पानीलाई दिउँ कि त्यसलाई मन पराउने मनलाई। मनभित्रको वर्षालाई छेक्ने पनि छाता हुन्छ र? आफैलाई सकाएर कसैलाई बचाउनै नसक्ने पनि नाता हुन्छ र? कसैको स्वतन्त्रता बाँध्नु मेरो बसमा छैन। म आफ्नै उडानको उदाहरण दिन त सक्दिन। कसैलाई स्वतन्त्र छोड्नुको कथा भने म भन्न सक्छु, किनकि त्यही स्वतन्त्रताले नै मलाई बाँधेर राखेको छ। एउटै स्वतन्त्रता कसैको अन्त्य, कसैको सुरुवात हुन सक्छ। कसैको सुरुवात कसैको अन्त्य हुन सक्छ। म पनि त अन्त्य हुन चाहन्छु, जहाँ म अन्त्यबाटै सुरुवात गर्न सकूँ। अब ती मार्गहरूले मेरो पैतालाको डामहरू याद राख्ने छैनन्। अब ती चौताराहरूले मेरो हकाइको विश्राम याद राख्ने छैनन्, किनकि म अन्त्य हुन चाहन्छु, जहाँ म अन्त्यबाटै सुरुवात गर्न सकूँ। आँखा खोलेर निदाउन नसक्नु अस्वाभाविक हुन सक्छ, तर सास फेरेर जीवन बिताउन नसक्नुलाई अस्वाभाविक भन्न मिल्छ कि मिल्दैन? यो पनि सायद भ्रम नै हुन सक्छ। म उठे भने प्रष्ट पार्नेछु। उठे भने त भनिहाले, तर म निदाएको छैन है, म सुतेको पनि छैन। कहिले काहीँ मानिस उडेकै अवस्थामा पनि उठ्न आवश्यक पर्छ। कहिले काहीँ मानिस उठेकै अवस्थामा पनि उठ्न आवश्यक पर्छ। कति समय लगाएँ, कति सिरानीले पल्कायो। खासमा म आउँदा आउँदै हाँडीगाउँको जात्राले बोलायो। सहरको बीचमा झरना देख्छु भन्दै मूर्खले मलाई कवितामा अल्झायो। अथा, यो पानी अब उम्लिन थालिसके। सके जति आँखाबाटै निचोडेर फालिसकेको थिएँ, तर बाँकी रहेका सूर्य रश्मिका स्पर्शले मेरो मुटु जलाएर दृढ र कालो बनाइरहेका छन्। रक्त सञ्चार भने मूर्खका सहरको बीचको झरना जस्तै तीव्र बगिरहेका छन्। यो पोलिरहेको अग्निजल मेरो उष्णताको अन्त्य हुन सक्छ, किनकि म अन्त्य हुन चाहन्छु, जहाँ म अन्त्यबाटै पुनः सुरुवात गर्न सकूँ। मैले पटक पटक सुने सान्त्वनाहरू, हत्केलाहरू, भाग्यहरू, साथहरू, आशहरू र खुसीहरू। आज यी नामहरू बाहेक केही पनि भेट्टाउन सकेको छैन। यो पोलिरहेको पानीलाई चिसो बनाउन हावा पनि चलेको छैन। यो बलिरहेको आगो निभाउन कोही पनि अघि सरेको छैन। त्यसै कारण म अन्त्य हुन चाहन्छु, जहाँ म अन्त्यबाटै फेरि सुरुवात गर्न सकूँ।